हरू होइन यो चाहिँ अहिले बागमती प्रदेशको राजधानी हेटौँडामा चाहिँ हिजोको यो तपाईँको 17 गतेदेखि नै पुरा वर्षा भएको छ साथीहरू। पुरा अहिले बिहान पनि पानी परिरहेको छ होइन, हेर्न सक्नुहुन्छ। आजको अवस्था चाहिँ अलि पानी परेर एकदम अवस्था चाहिँ एकदम पानी परेर हिँड्न सक्ने अवस्था छैन है साथीहरू। आजको अवस्था चाहिँ एकदम पुलिस है साथीहरू। कतै हिँड्नु पऱ्यो भने चाहिँ अलिक विचार पुऱ्याएर हिँड्नु होला। हिँड्नै पऱ्यो भने रेनकोट बोकेर हिँड्नु होला साथीहरू। आज चाहिँ लास्टै पानी परेको छ हेर्नु। बिहानको यदि हेटौडाको बिहानको त्यो 7 बजेको अवस्थामा यस्तो छ है साथीहरू। पुरै पानी परिरहेको छ, बाटो हिँड्न पनि गाह्रो भइरहेको छ। ल हेर्नु साथीहरू पुरै। ल साथीहरू पानी परिरहेको छ है साथीहरू, अप्नाएर हिँड्नु होला। आजको मौसम चाहिँ एकदम खराब छ है हेटौडाभरि देशभरि सबै ठाउँमा। कुन ठाउँमा पानी परेछ गाइजहरू ल भन्नु त। तपाईँहरूतिर पनि पानी परेको छ छैन? यहाँ चाहिँ हाम्रो हेटौडामा चाहिँ पुरै पानी परेछ। कुन ठाउँमा पानी परेछ कमेन्ट गरौँ त साथीहरू। कुन ठाउँमा पानी परेछ, के भइरहेछ यसो कमेन्ट गरिहाल्नु त साथीहरू।